भाइ 5 किलो आलु तर 5 किलो धनियाँमा दुईटै ढोक्यो भने को भारी हुन्छ कुन साइड भारी हुन्छ मसाले भयो बिचार यो त एकदम भाइ यो त हेर सोपाले 5 केजी धनियाँ हुन्छ अब किन हुँदैन त धनियाँ हुन्छ चिप 5 केजी आलु र 5 केजी धनियाँमा हेभी के हुन्छ भनेर सोधे हैन 5 केजी हेभी बराबर उठाउन सजिलो हुन्छ भनेको अझै फसाउन खोज्दै थियो त्यही भन्नु अलिकति के भन्छ हैन अलिकति धेरै फसाइदियो रिवाइज हुन्छ नि रिवाइज क्वेशन त्यो भन्नु अब आत्मसला भन्नु कुन पटल गाह्रो हुन्छ आत्मसला दुईटै हातमा छ अब बोक्न एउटै बोक्नु पर्यो भने चाहिँ दुईटै छ एउटै भन्नु अब के सामानमा सम्झ्नु आलु बोक्न सजिलो हुन्छ आलु बोक्न सजिलो हुन्छ त्यो 5 किलो आलु के हुन्छ तपाईको आन्सर आउँछ पैसा निकाल्दिनु 5 केजीको वेट बराबर हुन्छ म्याट्रिक्स एउटै भयो हैन अब बोक्नले सजिलो मलाई यसरी लाग्दा हेर्दाखेरि राइट डाइरेक्सन हुनुहुन्छ हैन सो त्यसले गर्दा मैले जाँचमा आलु सजिलो हुन्छ आलु सजिलो किन हुन्छ एक्सप्लेन गरौँ अब 5 केजी आलु 5 केजी धनियाँ बोक्नलाई भन्नु अब यसरी हेर्दाखेरि क्वान्टिटीमा थोरै देखिन्छ तर एमाउन्टमा हेर्नु बढी हुन्छ नि धनियाँ त्यो लिटो टन्ने हुन्छ त्यसले गर्दा भारी आलु हुन्छ होला भारी आलु 5 केजी दुईटै हुन्छ बराबरै हुन्छ वेट यो सही दियो यार चेकुले धनियाँ गोबी लिँदा फ्रीमा लिन्थ्यो होइन मैले तरकारी त किन गाइडसम्म गएको छैन त्यही भएर धनियाँको वेट चाहिँ यसो के हो साँच्ची मान्छे के हेर्नु वेट सेम नै हो गाइ दुईटैको वेट बराबर हुन्छ अब साइडबाट आयो राम्रो भनेपछि साइडबाट आयो बोक्न सजिलो के हुन्छ अब के सामान प्रोटिनमा केमा छ भने आलु बोक्न सजिलो हुन्छ एउटा प्रोटिनमा बोक्यो टुटुको हिँडेर सब केस सरी गाइस 5 वटा क्वेसन सक्यो अब अडियन्सको के क्वेसन छ भने त हाम्रो इन्डियन सोडा छ नि कपिल शर्मा